हेलो साथीहरू, अब चाहिँ म बनाउनु आँटेको न्युट्रेलाको कोफ्ता बनाउँछु अनि तपाईहरुलाई देखाउँछु। हेर्दै गर्नुस् होला मेरो न्युट्रेलाको कोफ्ता। अब चाहिँ बनाउनु आँटेको न्युट्रेलाको कोफ्ता। यो चाहिँ हो न्युट्रेला। अब यसलाई ग्राइन्ड गर्नु आँटेको। यो चाहिँ रेडी भइसकेको छ न्युट्रेला। यसलाई चाहिँ ग्रेट गरेर अब यसको प्रोसेस गर्दैछु। यसमा चाहिँ मैले हालेको छु पियाज, धनियाँ, हरियो खुर्सानी। अब चाहिँ यसमा हाल्नुपर्छ बेसन। अन्त बेसन हालेर चाहिँ यसलाई बनाउनु पर्छ। यसमा चाहिँ मैले हालिसकेको छु बेसन र नुन। अब यसलाई चाहिँ म बनाउँछु, कोफ्ता बनाउँछु। अहिले चाहिँ कोफ्ता फ्राई हुँदैछ। मैले चाहिँ डल्लो सेपमा बनाएको छु। तपाईहरुले चाहिँ कस्तो मनपर्छ त्यस्तै सेपमा बनाउनु सक्नुहुन्छ। यसलाई चाहिँ सानो ग्यासमा बनाउनु पर्छ। अन्त अहिले एकछिन पाकिसकेपछि चाहिँ ठुलो बनाउँदाखेरि हुन्छ। अहिले चाहिँ यस्तो भएको छ। अहिले चाहिँ यसलाई ग्रेभीमा बनाउनु आँटेको। अहिले चाहिँ यस्तो भएको छ मेरो कोफ्ता। अब चाहिँ ग्रेभीमा बनाएर देखाउँछु तपाईहरुलाई। यो चाहिँ हो तपाईको ग्रेभीको मसला। कस्तो साथी हो, यो चाहिँ मेरो कोफ्ता रेडी भइसक्यो। यो चाहिँ ग्रेभीवाला हो। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरेर बताइदिनुहोस् होला। हवस् त साथी हो, आजको भिडियो यतिमै समाप्त गर्दैछु। लाइक, कमेन्ट, सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् होला। धेरै धेरै तपाईहरुको सपोर्टको जरुरत छ। हुन्छ, बाई बाई। अब फेरि भोलि नयाँ भिडियो लिएर